दर्शकबिन म तपाईँहरू माझ आज एउटा अनौठो चिज देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हेर्नुहोस् है त। ल हेर्नुहोस् त, माछाबाट तपाईँ हामीले चाहिँ अन्डा कसरी निकाल्न सकिन्छ त हेर्नुहोस् है त। तपाईँहरूले सुन्नुभयो होला, फेरि तपाईँहरूलाई सुन्दा पनि अचम्म लागेको होला, माछाको अन्डा भनेर। तपाईँ हामीले सामान्य रूपमा कुखुराको अन्डा सुन्नुभएको होला, तर माछाबाट पनि माछाबाट चाहिँ यसरी अन्डा निकालिन्छ है त साथीहरू। हेर्नुहोस् है त, माछालाई पहिला समातेर मारेर ल हेर्नुहोस् है त, उहाँ चाहिँ एकजना दाजुले चाहिँ माछाबाट अन्डा निकाल्दै हुनुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ, यदि राम्रो लाग्छ भने कमेन्ट गर्नु होला साथीहरू, र तपाईँलाई अझै राम्रो लाग्छ भने सब्सक्राइब चाहिँ गरिदिनु होला है त। र भिडियोलाई एकदमै तपाईँले भिडियोलाई चाहिँ धेरै मन पराइदिनु भएको छ, म एकदमै धेरै खुसी छु साथीहरू। यसरी नै हजुरहरूको माया साथ सहयोग मैले सधैँ पाइरहन पाऊँ र यति भन्दै मेरो भिडियोलाई चाहिँ हामी अन्त्य गर्न चाहन्छु साथीहरू। हेर्नु होला, भिडियो चाहिँ एकदमै राम्रो छ। माछाको अन्डा तपाईँहरूलाई चाहिँ आज मैले चाहिँ माछाको अन्डा देखाएको